हेलो गाइज, गुड मर्निङ। स्वागत छ यहाँहरूलाई सरिता अफिसियल युट्युब च्यानलमा। आज चाहिँ हामी साँखु जाँदैछौँ। तपाईँहरूलाई म साँखु लिएर जाँदैछु। साँखु चाहिँ नि माइल दिदी कहाँ जाने है। माइल दिदी चाहिँ यहाँबाट काम गर्न जाँदै गएको छ कि त्यहाँ। यो जिब्रो पनि के हो लड परिन्छ। यहाँ चाहिँ मेरो आमा हुनुहुन्छ, यहाँ चाहिँ मेरो माइल दिदीको छोरो छ। हामी चाहिँ साँखु जाने अब है त। गाइजहरू उकालो चढेर स्वा स्वा आइ त्यहाँ भन्ज्याङ जानुपर्छ गाडी चढ्नलाई। आउनुहोस् त। ए म छ यिनीहरूलाई बिचरा टाइममा खानु पिउनु छैन। हामी चाहिँ साँखुको गाडी चढिसकेका छ साथीहरू। ब्याकग्राउन्डमा लास्टै म्युजिक बजिरहेको छ कि, त्यही भएर हाम्रो आमा चाहिँ गाडीमा नि फिल्म हेर्नु पर्यो। फाइनली हामी साँखु आइसकेका छ दिदीको घरमा होइन, दिदीले काम गर्ने ठाउँमा। गाइजहरू म चाहिँ नि जता गए पनि भान्से हौ, जता गए नि भान्से। घरमा गए घरमै भान्से, माइती गए माइती भान्से। अब यहाँ दिदीहरू छोराहरू काम गर्ने ठाउँमा आएको छ। यहाँ आउँदा पनि म भान्से। मेरो भान्सामा के पाक्दैछ आउनुहोस् म देखाउँछु। आउनुहोस्, यहाँ पाक्दैछ चिकन, यहाँ चाहिँ नि दाल, अनि यहाँ भात रेडी भइसकेको छ। अन्डा हेर्नुहोस्, कुखुरा फार्ममा काम गरेपछि फाइदै चुकेको अन्डा खाने। हाम्रो यहाँ चाहिँ खाजा बन्दैछ साथीहरू। यी करेन्ट चाउचाउ बनिरहेछ। यहाँ छोरोले चाहिँ अन्डा बनाउन लाग्दैछ। म त अन्डा उसिन्छु है, मलाई अन्डा उसिन्दिन है। त्यो अलि तेल कति धेरै हाल्यो त हौ। नि अन्डा हाम्रो पनि यता यस्तो छ गाइजहरू। के को यो पैसा छोरोको कमाई 3,000 छोरो चुनाउनु दिन्छ होला। ए यो छुट्टै त्यो छुट्टै गर्दा 5,000 गर्दा 5,000। म त यो चाहिँ तेरो बचत गरिराखे पैसा होला भनेर नि यो हजुरआमालाई दिने। आत्महत्या गरे हो कि क्या हो पाइटले? त के लाएर गोरो भारे कुखुराको सुली र के रे हेर्न भनेर कोही न कोही को हुनु नि तपाईँ छ मजु। अन्डा पाक्दैछ मिठो मिठो। न तपाईँको पैसा आज पैसा आमालाई झन् राम्री भएछ, कुन साबुनले मुक्कै छ। ए बाबा यस्तै हो। मलाई किन दिइसके फेरि अर्को पनि आयो। 1000 फेरि अर्को नि आयो। पैसो आयो गाइजहरू। पैसाको धनी हुने भयो म। सबै कुरो अर्का सिक्नुपर्छ, नराम्रो काम सिक्नुपर्छ भन्ने छैन नि। हाम्रो नि कति साथी छन् त, सङ्गति छन् नि, त्यहाँ देख्ने भन्ने कुरो हुँदैन। म त त्यहाँ त्यहीँ भति पैसा गएर चढाउँछु नि। त्यहाँ देख्यो भने म त त्यही त मैले फोन गरेँ, मैले फोन गर्छु तिमी तिम्रो छोरो लिन आउनु। अनि तिम्रो नाम के हो भन्न त? मेरो सरिता। म अलमल्ल परिरहेको छु कि म। तेरो अन्डा त मजाले पाक्ने भयो त। मेरो अन्डा होइन, कुखुराको अन्डा। कुखुराको अन्डा तेरो होइन?
किन 3 जनालाई मात्रै तिमीहरूलाई खाइ त्यही त भने सधैँ खाएर बस्यो हौ त हेर्नु है झोला खाली गर्नु मेरो अन्डा त्यहाँ छ हैन त कहाँ छ तेरो अन्डा तेरो अन्डा यहाँ हैन यो हैन के त्यो खाने अन्डा तेरो अन्डा यहाँ छ हैन के खाने अन्डा अनि जाडो भयो भने चाहिँ नि यसो घाँटीमा बेर्न नि के हत्तेरी के थाहा मैले त लिएर आइदिएँ पऱ्यो सबै लिएर आइदिएँ 1300 कितना ठाडो होइन त्यो भएर नजा भनेर भने मैले के पिक्निक नजाऊ भनेर भनेको छ किन छ र मलाई 500 हो चौसे 200 रुपैयाँ थपिदिनु भन्छु नि त आन्टीलाई कहाँबाट 500 आउँछ खाएर हिँड्छन् उहाँबाट भने अन्डा किन्दैछु भने होइन त झुक्नु न किन हतार होला आमा छोरामा को पहिला चाउचाउ पनि अब यसले बाटोमा केही पनि खाँदैन यति नै अहिले भने त्यो उसमा खा जस्तै गरेर खाइयो त्यसले ढुङ्गरको मासु त्यसरी पनि खान्छ नि त्यस्तै म त गाइजहरू हेर्नुहोस् म फर्स्ट भएँ है म फर्स्ट भएँ म कहिले भने कस्तो भने यसको त यहाँ छ बाबै यहाँ छ यहाँ छ यसको यहाँ छ यहाँ खुब गफ लाउँदो रहेछ यहाँ यो भाँचेको ठाउँमा टेप मजाले लाउन पठाउनु त्यहीँबाट पलाएर आउँछ ल गाइजहरू हाम्रो कार्यक्रम चाहिँ यहीँ सक्यो अब हामी चाहिँ हिँडेको घरतिर